हेलो गाइस सबैलाई नमस्ते फ्याबुलजी हैन फ्याबुलजी। आज चाहिँ हामी मन्थलीको कुन ठाउँ रे भाइ भन्दा? आज चाहिँ हामी मन्थलीको खिम्ती भन्ने ठाउँ जाँदैछौँ र खिम्ती जाने बाटो चाहिँ यही हो। तर अब यसो पानी परेको कारणले हामी चाहिँ अब फेरि खिम्ती जाने प्लान चाहिँ क्यान्सल भइसकेको छ। हामी चाहिँ अब घर जाँदैछौँ। खिम्तीबाट चाहिँ पानी पर्दै आउँदैछ अरे असिना पानी। त्यसैले हामी चाहिँ अब यो यता मन्थलीको यता झुलुङ्गे पुलबाट तरेर हामी फेरि फर्किनेछौँ फर्किनेछौँ गाइजहरू। हामी लास्टसम्म हेरिदिनु होला तपाईँहरू है। यस्तो मजाले फर्किनेछौँ कि भन्नै नपर्ने। पछाडि चाहिँ अनि यसो सरहरू साथीभाइ छ यतातिर। बब्बाल छ यता चाहिँ जोस। आज चाहिँ पानी पर्ने सम्भावना यहाँ मन्दिर यस्तो बब्बाल। गाइजहरू आज चाहिँ पुलमा चढेको होइन, दोस्रोचोटि हो। मजा आइरहेछ है पुलमा चाहिँ जोस। फर्स्ट टाइम चढ्ने बेलामा चाहिँ लास्टै डर लागिरहेको थियो क्या। अब चाहिँ त्यतिर कोसी चटल आएर यस्तो बवाल क्या। लचक होइन यो के छ र जिन्दगीमा होइन। त्यो गाइजहरू बवाल देखेर चाहिँ उताबाट अब एक्लै पनि यस्तो अलिक गरेर छ भने बवाल त सिन्छ है यता चाहिँ। सो गाइजहरू बवालै आज त्यो अङ्कलहरू माछा मार आउनु हुँदो रहेछ। अब यहाँ चाहिँ अलिकति कोसी अलिकति ठुलै खतरनाकै भनौँ न, जोस बवालै रहेछ भनौँ न। अब चाहिँ यस्तो फर्स्ट टाइम जस्तै अब यहाँ पुलमा हिँड्दा हो, त्यही भएर अब त्यो पनि अलिकति डर जस्तो होइन फिल हुने कि तर केही छैन गाइजहरू। पुल अब त्यही भएर चलिरहेको छ नि। बवालै लागिरहेको छ कि अब चाहिँ केटाहरू चाहिँ उतातिर अब डेली यसरी हावा खाना यसरी रमाइलो हुन्छ। हाम्रो गाउँतिर छैन, हाम्रो गाउँघरतिर चाहिँ त कोसी नजिकै छैन, अलिअलि छ भनौँ न। अब यहाँ चाहिँ मन्थलीको कोसी सो यस्तो यहाँ डुब्यो भने मान्छे सल्टिन्छ है फेरि।